अब आज चाहिँ कुमरेकको भ्रमण अलिकति गरेर आएको मरौमा आउँदाखेरि हो। अब के गर्नु, आज यसो घुमेको जस्तो त गर्नै पर्यो। यति कुमरेक आयो, यति आएन भने त फेरि उयो हुन्छ होला नि त। त्यसले गर्दा यो चाहिँ कुमरेक एरिया। आउँदैछ काका पनि पछि। यो पर चाहिँ रानी वन है, बेङ्गाल। यहाँ पनि बनिँदैछ, अहिले। यता पनि बनिँदैछ। गरम चाहिँ तर साह्रै बेसी हो। गरम चाहिँ मान्नु पर्ने हुन्छ यो टाइममा। गरम चाहिँ साह्रै बेसी। यहाँ परास पनि बनिँदैछ स्पट, बेङ्गालको रानी वन। त्यही हो बनिँदै गरेको स्पट। अब के देखाउनु, यस्तो छ रुखहरूको छातीहरू, छायाहरू। यस्तो छ यहाँको एरिया, कुमरेक पिकनिक स्पट। कुमरेक पिकनिक स्पट यसलाई चाहिँ। अनि यहाँ छु म। हेलो गाइस, आज हल्का कुमरेक स्पट आयो। आज चाहिँ कुमरेकमा हो के छ भन्नु? केही छैन। अब हेर्दैछ एकछिन है, यसो गरेर माइक चेक। तर होइन, दामी जग्गा छ। 31 त अन्त यहाँ त अन्त 1 र 31ले त भिड हुन्छ नि यहाँ त। न्यु इयरको टाइममा यहाँ त भिड हो नि, खुट्टा राख्ने जग्गा हुँदैन यहाँ त। यसो पानी छोडिदिनु पर्ने है। मैला छ अहिले त, सफा गरेको छैन। पानी छैन, सफा गरेको छैन नि। ए दोकान त बन्द रहेछ हौ। खाँदा हुन्छ भनेर चाहिँ ड्याम हो। झन् ढच्चर लाग्छ।